आज ब्लाउजको कटिङ गर्नेछौँ। हामी फर्म हालेको ब्लाउज हामी कटिङ गर्नेछौँ। यो हाम्रो फर्म रहेको छ र यो हाम्रो भित्री अस्तर हाल्ने र यो हाम्रो ब्लाउजको कपडा रहेको छ। यो हाम्रो अस्तर आधा मिटर रहेको छ। यसलाई यसरी पल्टाउनेछौँ र हाम्रो यो 4 भाग भएको छ। हुन्छ, हाम्रो म नाप देखाउँदैछु तपाईहरुलाई। यो नाप रहेको छ है। हाम्रो लम्बाइ रहेको छ 14.5 र रहेको छ 10.5। हुन्छ, हामी कटिङ गर्नेछौँ। यसरी हाम्रो लम्बाइ रहेको छ 14, 14.5 रहेको छ है लम्बाइ। र हामी यो 2 इन्ची यता प्लस गर्नेछौँ तल है। 14.5 मा यस्तो चिन्ह लगाउने, 14.5 चिन्ह लगाउने र यो 2 इन्ची प्लस गर्ने है। हुन्छ, हामी यो गला लम्बाइ नाप्नेछौँ। गला लम्बाइ हामी 7 नाप्नेछौँ। यो 7 र यो गला लम्बाइ 7 र हामी यो गला चौडाइ है 2.5 मा लगाउनेछौँ। यो 2.5 र हामी यहाँदेखि चिन्ह लगाउनेछौँ। यहाँदेखि यो 5.5 मा यो 5.5 यो हाम्रो छाती लम्बाइ रहेको छ। छाती लम्बाइ रहेको छ हाम्रो यो 9.5। अनि यसरी छाती रहेको छ हाम्रो 36। हामी छातीलाई 4 भाग गरेर यो 9 आउँछ। हामी 9 मै चिन्ह लगाउनेछौँ। 9 मा चिन्ह लगाएको छौँ। हाम्रो 28 कम्मर घेरा रहेको छ। कम्मर घेरा 28 को 4 भाग गरेपछि यति आउँछ 7। 7 मा लगाउनेछौँ र हाम्रो 1 इन्ची यो प्लस गर्नेछौँ यसमा। हामी यसरी यो ठाउँलाई 1.5 इन्ची बचाउनेछौँ है। हुन्छ, हामी 1.5 इन्ची थपेका छौँ यसरी। हाम्रो यो 2.5 इन्ची जति छ त्यतिमा पनि लगाउने। गला लम्बाइ हाम्रो रहेको छ 10 है। 10.5
यो काट्दैछौँ हामी भइसकेको छ हाम्रो ब्लिच लगाउँछौँ है लम्बाइ 9.5 रहेको छ है यो 10 मा लगाउँछौँ है सिना आधा इन्ची यो माथि सिलाउनु भनेर है हामी यसरी यो 3 इन्ची राख्नेछौँ है यो 3 इन्ची अनि यता यसरी यो 2.5 इन्ची है 2.5 इन्ची यसरी यो सेट लगाइदिन्छ हाम्रो मोटा 10 रहेको छ है 10.5 रहेको छ मोटा 2 इन्ची भन्दा यो 2 इन्ची हाम्रो यो कटिङ भएको छ यो हाम्रो पछाडिको भाग यो हाम्रो बाहुको भाग है हुन्छ हाम्रो यो कटिङ ब्लाउजको कटिङ फिनिस भएको छ र हामी अर्को पार्टमा हामी हेर्नेछौँ सिलाएको हामी सिलाएको भाग हेर्न नछुटाउनु होला तपाईहरुले तबसम्म तपाईहरुले लाइक सब्स्क्राइब गरिदिनुहोस्।